इजरायल नेपालभन्दा लगभग 7 गुणा सानो देश छ र इजरायलको जनसङ्ख्या लगभग हाम्रो काठमाडौँभन्दा धेरै छैन। Ladies and gentlemen, far from being lambs led to the slaughter, Israel's soldiers have fought back with incredible courage and with heroic sacrifice. And I have another message for the world outside this hall. We are winning! साथीहरू, इजरायल दुनियाँको सबैभन्दा शक्तिशाली देशहरूमध्ये एउटा हो र यसको सबभन्दा माइन्ड ब्लोइङ कुरा के छ भने यसले विगत 50 वर्षमा 6वटा ठुला युद्धहरू लडेका छन्। 5-5वटा देशहरूले एकैसाथ इजरायललाई आक्रमण गरेका छन् र चारैतर्फबाट इजरायललाई टेररिस्टले अट्याक गरेका छन् र ठुला देशहरूले इजरायललाई बोयकट गरेका छन्। यहाँसम्म कि इरानको लिडरले ओपन स्टेटमेन्ट नै दिइसकेको छ कि इजरायलको नामो निशान मिटाइदिन्छौँ भनेर। هذا الكيان الخبيث وقد أبقى نفسه قائما عبر ضخ أمريكا الدعم له، فلن يكتب له البقاء بإذن الله تعالى. فریاد میزنن مرگ بر اسرائیل. र इजरायल एउटा यस्तो देश हो जसको साथमा चाइना जस्तो आर्मी छ र इन्डिया जस्तो लेबर छ र जियोग्राफिकल्ली पनि हेर्नुहुन्छ भने इजरायलसँग न साउदी अरेबिया जस्तो तेलको कुवा छ न त्यस्तो नेचुरल रिसोर्सेस नै छ। इभन 1948 मा जब इजरायलले आजादी पाएको थियो त्यतिखेर इजरायललाई पानी समेतको कमी थियो र 1948 मा इजरायली गभर्नमेन्टले 10 लिटर प्रति व्यक्ति पानीको प्रतिबन्ध लगाएको थियो र 1948 मा जो कोहीले पनि इजरायलको हालत देख्थ्यो तब त्यतिखेर अफ्रिका जस्तो देश भएर पनि यदि यो देश सर्भाइभ गर्यो भने पनि ठुलो कुरा हो भन्ने थियो। यसको बावजुद पनि इजरायल अहिले यति शक्तिशाली देश भइसकेको छ कि अहिले इन्डिया चाइना अमेरिका पनि इजरायली टेक्नोलोजीमा निर्भर छन् र इजरायल पुरै दुनियाँलाई आफ्नो वेपन बेच्छ र इजरायल अहिलेको समयमा 8औं सबैभन्दा शक्तिशाली देशहरूको रूपमा काउन्ट गरिन्छ। I have a message for the tyrants of Tehran. If you strike us, we will strike you. There is no place in Iran that the long arm of Israel cannot reach. Israel is known as the startup nation because of all the successful tech companies it has hatched. India stands with Israel firmly, with full conviction in this moment and beyond. र सवाल यही छ कि बिना आर्मीको, बिना लेबरको, बिना नेचुरल रिसोर्सेसको, बिना तेलको इजरायल जस्तो एउटा सानो देश संसारको 8औं सर्वशक्तिशाली देश कसरी बन्यो त? र इजरायलले कस्तो यस्तो स्ट्र्याटेजी अपनाए कि अहिले युद्ध गर्दा गर्दै पनि इजरायल स्टार्टअप नेसनको रूपमा चिनिन गयो? And what are the lessons that Nepal needs to learn from the rise of Israel? र साथीहरू, यो कहानी सुरु हुन्छ 14 मे 1948 मा जब इजरायलले आजादी पायो र अर्को दिन, आई रिपिट, अर्को दिन इजरायललाई दुईटा मात्र देशले होइन 5औं देशले इजरायललाई आक्रमण गर्यो र यो देश थियो इजिप्ट, इराक, सिरिया, जोर्डन अनि लेबनान। There was a bombing of Israel the next morning by Egypt and Arab. Thousands of tanks from Egypt, Jordan, Syria surrounded the Israeli. र इजरायल त्यतिखेर यति गरिब थियो कि उनीहरूसँग सिर्फ पुरानो प्लेन र पुरानो वेपनहरू थियो, त्यो पनि स्टालिनले पठाएको। र अभियसली त्यतिखेर सबैलाई लागेको थियो कि इजरायललाई अरबले इजिली सिध्याइदिन सक्छ। बट यु नो वाट, पुरा दुनियाँ यो देखेर अचम्म मान्यो कि इजरायलले न कि 5वटा सेनालाई बाहिर भगायो, इभन वेस्टर्न जेरुसलेम र नर्थर्न एक्करलाई पनि कब्जायो। तर यो भयो कसरी? वेल, इजरायलसँग एउटा यस्तो चिज थियो जुन अरबसँग थिएन, भन्नाले साइकोलोजिकल स्ट्र्याटेजी। र युद्धको बीच जब इजरायलको आर्टिलरी र वेपनहरू सिद्धियो तब एउटा सोल्जरलाई सेल्जर बोतल युज गर्ने आइडिया आयो। इफ यु डोन्ट नो, सेल्जर बोतल भनेको एउटा ग्लासको बोतल हुन्छ जहाँ सोडा भर्नलाई युज गरिन्छ र यो सेल्जर बोतल जब हाई एल्टिट्युडबाट ड्रप गरिन्थ्यो तब यस्तो साउन्ड आउँथ्यो कि कुनै ठुलो बम पड्केको होस्
र इजरायलीले पुरै देशबाट सेल्सर बोतलहरू जम्मा गर्न थाले र त्यो जम्मा गरेको बोतललाई ड्रप डस्टर प्लेनमा लोड गराएर अरबहरू भएको ठाउँमा ड्रप गर्न थाले र यो ड्रप गर्दा यस्तो साउन्ड आउँथ्यो कि कुनै ठुलो बम पड्केको जस्तो र यति धेरै बोतलहरू माथिबाट ड्रप गर्दाखेरि यस्तो आवाज आउन थाल्यो कि यस्तो आवाज सुनिन थाल्यो कि सबै अरब सेनाहरू भाग्न थाले जथाभावी उनीहरू भाग्न थाले र यसको साथसाथ इजरायलले एउटा डेभिडका नाम गरेको वेपन पनि युज गर्न थाल्यो जुन चाहिँ लगभग काम नलाग्ने वेपन हो तर यसको एउटा खासियत थियो कि इट साउन्ड्स लाइक अ ह्युज डेडली वेपन र यो वेपन यति ठुलो साउन्डले आवाज निकाल्थ्यो कि अरबहरूले इजरायलसँग कुनै ठुलो डेडली वेपन छ भन्ने सोच्न थाले इभन कतिले त एटम बम नै छ भन्ने सोच्न थाले र जसको कारणले यी 5 देशका आर्मीहरू प्यानिक भएर भाग्न थाले र यो 5 देशका आर्मीहरूको सबैभन्दा एउटा कमजोरी के थियो भने यिनीहरूमा कोअर्डिनेसन थिएन र जसको कारणले एउटा देशको आर्मी भाग्दाखेरि अरू सबै देशका आर्मीहरू कन्फ्युज भएर उनीहरू पनि यताउति भाग्न थाले र यिनै चलाक टेक्निकहरू युज गरेर इजरायलले बिना हात हतियार पनि यी अरब देशहरूलाई जित्न सक्यो सिमिलरली 1967 मा इजिप्ट इराक सिरिया र जोर्डनले फेरि इजरायललाई आक्रमण गर्दाखेरि तब उनीहरूले यति एक्युरेट इन्टेलिजेन्स ग्यादर गरेका थिए कि जब इजिप्टका एयरफोर्सहरू टेकअप गर्नुभन्दा अगाडि नै भन्नाले जब उनीहरू ब्रेकफास्ट गरिरहेका थिए त्यतिखेर नै इजरायलले ती एयरबेसहरूमा एट्याक गर्यो जसले गर्दाखेरि इजिप्टलाई त्यहीँको त्यही प्यारालाइज गरिदियो यसको साथसाथै इजरायलले बनाए संसारको सबैभन्दा खतरनाक स्पाई एजेन्सी जसलाई दुनियाँले अहिले मोसाद भनेर चिन्छ Mossad, one of the most effective secret services in the world. The Mossad plays an indispensable part in Israel's security strategy. Its job to prevent another Holocaust, whether rightly or wrongly, enlarges its myth and thereby helps to protect Israel. साथीहरु तपाईलाई एउटा कुरा थाहा छ मोसादको एउटा स्पाई थियो एली कोहेन जसलाई इजरायलले एउटा धनी बिजनेसम्यान बनाएर सिरिया पठाएको थियो र साथीहरु तपाईलाई थाहा छ उनले सिरियामा गएर यस्ता ठूला ठूला पार्टीहरु अर्गनाइज गरे कि यस्ता ठूला ठूला व्यक्तित्वहरुसँग उनले दोस्ती बनाए कि उनलाई सिरियाको सरकारले डिप्युटी डिफेन्स मिनिस्टरको पोस्ट दिनेवाला थियो र तपाईहरु सोच्न सक्नुहुन्छ यो कत्रो ठूलो कुरा हो कुनै देशको स्पाई अर्को देशमा गएर डिप्युटी डिफेन्स मिनिस्टर बन्नु र एलीले यति मात्र गरेनन् उनले इन्टेल मात्र ग्यादर गरेनन् उनले सिरियन आर्मीलाई हेल्प गर्ने बहानामा उनी सिरिया बोर्डरमा गए र त्यहाँ उनले यस्तो लोकेसनहरु उनले पत्ता लगाए जहाँ सिरियन आर्मीहरु लुकेर बस्दा रहेछ एक दिन डोनेसनको नाममा उनले सिरियन आर्मीलाई एउटा प्रस्ताव राखे र उनले सिरियन मिलिट्रीलाई गएर भने कि हाम्रो सेनाहरु किन यसरी घाममा तडपेर बसिरहेका छन् इजरायलसँग युद्ध गर्नको लागि त हामीले सेनाहरुलाई त रेस्ट दिनुपर्ने हुन्छ उनीहरुलाई कम्फर्टेबल प्रोवाइड गर्नुपर्ने हुन्छ र त्यसको लागि म यहाँ युक्लिप्टसको रुखहरू लगाउने काम गराइदिन्छु जसले गर्दाखेरि सेनाहरू छारीमै बसेर इजरायलसँग लड्न सक्छन् र यस्तो गर्नुको कारण के थियो भन्दाखेरि यही युक्लिप्टसको रुखहरूलाई निशानामा बनाएर इजरायली सेनाहरूले सिरियन आर्मीहरू कहाँ छन् भनेर स्पष्ट रूपमा थाहा पाउन सके र केही महिनापछि जब सिरिया र इजरायलको युद्ध भयो त्यतिखेर इजरायली आर्मीहरूले यही युक्लिप्टसको रुखमा बम खसाएर सिरियन आर्मीको बेसहरू सबै ध्वस्त बनाइदिए र यो हो मोसादको पावर र मोसादसँग यस्तो स्पाइजहरू थियो कि उनीहरू अर्को देशमा गएर यसरी घुलमिल थियो कि उनीहरूलाई त्यही देशको ठुला ठुला नेता व्यक्तित्वहरूले सबै कुरा आफै भनिदिन्थे र यसैको कारणले गर्दा इजरायलले यस्तो युद्धहरू जित्न सके र कुनै पनि थ्रेड ओरिजिन हुनुभन्दा अगाडि नै इजरायलले त्यसलाई निष्क्रिय बनाइसक्यो अब तपाईहरुलाई लाग्न सक्छ कि यार इजरायलको यो त डिफेन्स भयो युद्धको कुरा भयो तर यति युद्ध गर्दा गर्दै पनि इजरायल जस्तो एउटा सानो देशले त्यस्तो विकास त्यस्तो स्टार्टअप कसरी सुरु गर्न सक्यो त्यस्तो धनी कसरी बन्यो भनेर र यहीबाट बाइ गड ग्रेस इजरायलले इकोनोमिक सपोर्टहरू पाउन थाल्यो होलोकस्ट पछाडि ग्लोबल ज्यू सोसाइटीले इजरायलमा धेरै डोनेसनहरू दिन थाले र त्यतिखेर वेस्ट जर्मनीबाट इजरायललाई $865 मिलियन को एड पनि आयो र अमेरिकाले इजरायललाई धेरै पैसाहरू एडको रूपमा दिने गर्दथ्यो त साथीहरु तपाईलाई थाहा छ यस्तो एड यस्तो इकोनोमिक सपोर्ट त अहिले पनि अफ्रिकालाई पनि मिलिरहेको छ हाम्रो नेपाललाई पनि मिलिरहेको छ तर सोच्नुस् त अफ्रिका यति गरिब छ इजरायल यति धनी भइसक्यो एज इट टर्न आउट इट्स नट मनी बट व्हाट यु डु विथ दैट मनी इज इम्पोर्टेन्ट र यो सबै कुराको सिक्रेट लुकेको छ इजरायलको एजुकेसन सिस्टममा जुन हाम्रो नेपालको भन्दा धेरै पनि फरक छ र अब तपाईले थाहा पाउनुहुन्छ कि हाम्रो एजुकेसन सिस्टम कति ठूलो फेलियर छ भनेर
हाम्रो देशमा मार्क्स बेस्ड तपाईँको एजुकेसन सिस्टम छ भने इजरायलमा तपाईँ प्रोजेक्ट बेस्ड एजुकेसन सिस्टम छ। हाम्रो देशमा के छ भने एसाइनमेन्ट कपी पेस्ट गर्नुपर्ने हुन्छ, लेखेर हामीले रट्टा मारेर पढ्नुपर्ने हाम्रो एजुकेसन सिस्टम छ भने इजरायलमा तपाईँको डिफ्रेन्ट इनोभेसन डिफ्रेन्ट मेन्टल आइडियाहरूलाई युज गरेर तपाईँको प्रोडक्टहरू बनाउने एजुकेसन सिस्टम छ। इजरायलमा तपाईँले धेरै विद्यार्थीहरू यस्तो देखिन्छ जो इरिगेसन भयो, मेडिकल भयो, तपाईँको ट्रान्सपोर्टेसन भयो, तपाईँको इन्फ्रास्ट्रक्चर भयो, तपाईँको हरेक क्षेत्र, तपाईँको एस्ट्रोनोमी भयो, हरेक क्षेत्रमा उनीहरूले आफ्नो योगदान दिएका छन्, प्रोडक्ट बनाएका छन् र स्टार्टअपलाई इनिसियलाइज गरेका छन्। तर हाम्रो देशको एजुकेसन सिस्टम सिर्फ त्यही किताब र कपीमा मात्र सीमित छ र यस्तो शिक्षामा सुधार इजरायलको हुनुको कारण भनेको इजरायल सरकारको मेन्टालिटी हो। र इजरायलको भनाइ के छ भने उनीहरू जनशक्तिमा सानो भए तापनि उनीहरूको एउटा जनशक्ति जो संसारको ओल्ड फर्स्ट क्लास डक्टर बनोस्, इन्जिनियर बनोस्, साइन्टिस्ट बनोस्, जसले गर्दाखेरि इजरायल टेकमा सुपर पावर हुन सकोस्। यही रिजन छ कि इजरायलले एजुकेसनलाई धेरै राम्रो प्रायोरिटी दिने गर्दछ र यही पनि रिजन छ कि इजरायलबाट यस्तो खतरा इनोभेसनहरू निस्किने गर्दछ। र यसको रिजल्ट तपाईँलाई थाहा छ के भयो? 1960 मा वाटर सर्टेज सल्भ गर्न सिम्सा ग्लास नामक एक इन्जिनियरले इन्भेन्ट गरे ड्रिप इरिगेसन र आज उहाँको कम्पनी नेटाफर्म एउटा ग्लोबल पावर हाउस हो जसले संसारलाई ड्रिप इरिगेसन सिकाएर $7.5 बिलियन अर्थात् 62,000 करोड रुपियाँ कमाउँछ। यही टेक्निक गरेर इजरायलले 60% कम पानी प्रयोग गरेर पनि हाई क्वालिटी क्रप्स उब्जाउँछ। यस्तै एक इजरायली साइन्टिस्टले क्रोनिक स्टोमाक पेन सल्भ गर्न पिल क्याम्प बनायो जुन आज पुरै संसारका मेडिकल डायग्नोस्टिकमा प्रयोग हुन्छ। र दुश्मनको रकेटबाट बच्नलाई इजरायलले युएससँग मिलेर आइरन डोम बनायो जुन आज सबैभन्दा एडभान्स्ड एयर डिफेन्स सिस्टम्स मध्ये एक हो। इनफ्याक्ट आजका मोडर्न कार्समा जुन सेल्फ ड्राइभिङको ब्रेन छ त्यो इजरायलको मोबिलिपले बनाएको हो जसलाई इन्टेलले सिधै 1.5 लाख करोड रुपियाँ अर्थात् $15.3 बिलियन मा एक्वायर गर्यो। र यिनै इन्जिनियर र साइन्टिस्टको मद्दतले इजरायलले आफ्ना वाटर स्कार्सिटी, डिफेन्स र हेल्थ केयर च्यालेन्जेस सल्भ गर्यो। र यस पछाडि इजरायली गभर्नमेन्टले 1990 मा यस्तो एउटा अचम्मको कदम उठायो कि यसले गर्दा पुरा दुनिया सक भयो र यसको सुरुवात भयो सोभियत युनियनको डिजल्भमेन्ट पछाडि। The country cracks under the pressure. After 40 years of oppression, 15 new states have been struggling to find their place in the world order. More than 1.25 million people have arrived from the former Soviet Union. साथीहरू, जब 1990 मा सोभियत युनियनको कोल्याप्समेन्ट भयो त्यतिखेर 1 मिलियन ज्यूजहरू सोभियत युनियन छोडेर इजरायल आए र यो कुनै नर्मल कुरा थिएन किनकि त्यतिखेर युएसएसआर आफ्नो साइन्स र इनोभेसनको लागि पुरा दुनियाँमा फेमस थियो र जो मान्छे त्यतिखेर इजरायल आएका थिए उनीहरू वर्ल्ड क्लास डक्टर, इन्जिनियर, म्याथमेटिसियन, साइन्टिस्ट थिए र जसको कारणले गर्दा इजरायलको जनसङ्ख्या एकै झट्कामा 20%ले बढ्न गयो र त्यो 20% जनसङ्ख्या पनि संसारको सबैभन्दा एजुकेटेड र स्किल वर्कफोर्सहरू थियो। तर पनि कन्स्ट्यान्ट वार र फ्रेजाइल बोर्डरको कारणले अहिले पनि कुनै पनि अन्तर्राष्ट्रिय कम्पनी या इन्भेस्टरहरूले इजरायलमा पैसा लगानी गर्न रेडी भइरहेका थिएन र यो टप टियर ब्रेनहरूलाई वेस्ट हुनबाट बचाउनलाई इजरायलले फेरि एउटा मास्टर स्ट्रोक डिसिजन लियो र त्यो थियो इजरायलको योजना फन्ड। 1993 मा इजरायल गभर्नमेन्टले आफ्नो ट्रेजरी खोलेर $100 मिलियन अर्थात् आजको हिसाबले लगभग 1000 करोड रुपियाँको एक गभर्नमेन्ट फन्ड बनायो जसको नाम थियो योजना फन्ड। हिब्रूमा यसको अर्थ थियो इनिसिएटिभ र इजरायली गभर्नमेन्टले दुनियाँभरिका इन्भेस्टरलाई यस्तो स्विट डिल अफर गर्यो कि त्यो डिललाई कुनै पनि अन्तर्राष्ट्रिय कम्पनी र इन्भेस्टरले रिजेक्टै गर्न सकेन। इजरायली गभर्नमेन्टले यो भन्यो कि यदि तपाईँले कुनै पनि इजरायली स्टार्टअपमा 60% पैसा लगाउनुहुन्छ भने बाँकी 40% हामी अर्थात् इजरायल गभर्नमेन्ट लगाउनेछौँ। फर इक्जाम्पल, यदि एउटा स्टार्टअप सुरु गर्न $10 मिलियन चाहियो भने गभर्नमेन्टले $4 मिलियन लगाउनेछ र तपाईँले $6 मिलियन लगाउनु पर्नेछ। तर सबैभन्दा ठुलो मास्टर स्ट्रोक यो थियो, गभर्नमेन्टले एउटा कन्डिसन राख्यो, यदि यो स्टार्टअप फेल भयो भने लस दुबईको, तर यदि स्टार्टअप सफल भयो भने र ठुलो कम्पनी बन्यो भने 5 वर्षपछि तपाईँले सरकारको 40% सेयर ओरिजिनल प्राइजमा बाई गर्न सक्नुहुनेछ। र यो सोचेर हेर्नुहोस् त कति क्रेजी डिल छ। यसको मतलब के थियो भने सबै रिस्कहरू गभर्नमेन्टले उठाउँछ र यदि प्रॉफिट भएछ भने हामीले त्यो सबै प्रॉफिट घर लिएर जान सक्छौँ। यस्तो कुरा हुन गयो कि
मानौ नेपाल सरकारले फोरेन कम्पनीहरूलाई ई सेवा जस्ता स्टार्टअपहरूमा तपाईँ पैसा लगानी गर्नुहोस् र त्यहाँबाट कुनै पनि रिस्क भयो त्यो नेपाल सरकारले बेहोर्नेछ र यदि त्यहाँबाट प्रोफिट भयो त्यसको आइपिओ बढेर गयो भने तपाईँले त्यो सबै प्रोफिट लिएर जान सक्नुहुन्छ भन्ने जस्तो डिल भयो र यो डिल सुनेपछि अमेरिका, युरोप र जापानका टप भेन्चर क्यापिटलिस्ट इजरायल आए र यसले इजरायलको भाग्य बदलिदियो र योजना फन्डको मद्दतले 160 भन्दा बढी स्टार्टअप्सलाई फन्डिङ मिल्यो र यो नै स्टार्टअप पछि गएर लाखौं करोडौं डलरमा बिक्न थाल्यो। यस्ता स्टार्टअप्समा थिए बायोसेन्स जसलाई जोन्सन एन्ड जोन्सनले $500 मिलियन किन्यो र अन्य वर्ल्ड लिडिङ हाइटेक कम्पनी जस्तै टेलिगेटर, इसेम आज संसारका सबैभन्दा क्रिटिकल टेक्नोलोजिकल प्रोडक्ट्सहरू बनाउने गर्दछन्। यसको साथसाथै अहिले इजरायलबाट हजारौं स्टार्टअपहरू निस्केर आएका छन् जसको भ्यालु लाखौं करोडौं रुपियाँमा छ। त्यसैले साथीहरू पुरा दुनियाँ इजरायललाई स्टार्टअप नेसन भन्दछन्। यसैगरी आफ्नो मिलिटरी स्ट्र्याटेजी, इन्टेलिजेन्स, एजुकेसन, रिसर्च एन्ड डेभलपमेन्ट र गभर्नमेन्ट प्रोग्राम्सको कारण इजरायल आज संसारका सबैभन्दा पावरफुल नेसन मध्ये एक हो। र साथीहरू यो थियो इजरायलको कहानी र यो कहानीबाट हामीले 3टा चिजहरू सिक्न सक्छौँ। र लेसन नम्बर 1, इन जियोपोलिटिक्स देयर इज नो पर्मानेन्ट फ्रेन्ड एन्ड एनिमी, अलवेज पावर म्याटर्स। हामी जति शक्तिशाली हुन्छौँ त्यति नै हामीलाई रेस्पेक्ट मिल्दछ। यो कथामा हामीले देख्यौँ कि इजरायल जब कमजोर देश थियो तब कसैले उसलाई सपोर्ट गरेन, तर जति जति इजरायल शक्तिशाली हुँदै गयो आज पुरा संसार इजरायलको कुरा सुन्छ, इजरायललाई प्रोटेक्ट गर्छ किनकि इजरायलसँग पावर छ। र त्यसैले नेपाल फर्स्टमा आफू पावरफुल र आफू सेल्फ डिपेन्डेन्ट हुनुपर्छ इन्स्टेड अफ मेकिङ इनिमिज एन्ड फ्रेन्ड विथ आवर नेबर्स विथ एनी नेसन। र लेसन नम्बर 2, हामीले आफ्नो शिक्षालाई सुधार गर्न सक्नुपर्छ र हामीले आफ्नो जति जनशक्ति छ त्यो जनशक्तिलाई वर्ल्ड क्लास लेभलको शिक्षित र स्किल बनाउनु पर्ने हुन्छ। तब मात्र हाम्रो देश साँच्चीकै शक्तिशाली, साँच्चीकै रेस्पेक्ट गर्न लायक बन्नेछ। लेसन नम्बर 3, साथीहरू यो दुनियाँ चल्छ लेभरेजको कारणले र त्यसैले हामीले आफूले आफूलाई लेभरेज बनाउन सक्नुपर्छ जसरी इजरायलले लेभरेज बनायो। न हामीसँग त तेलको कुवा छैन, हामीसँग त्यस्तो ठुलो शक्तिशाली केही चिज पनि छैन, तर पनि हामीसँग सबै चिज छ, हामीसँग प्रकृति छ, हामीसँग सोच छ, हामीसँग विवेक छ। हामीले आफ्नो जनशक्तिलाई इनोभेसन र साइन्समा लगाउन सक्यौँ भने मात्र हामी लिभरेज पाउनेछौँ, तब मात्र दुनियाँले हामीलाई रेस्पेक्ट गर्नेछौँ। हामी सिर्फ आत्मनिर्भर भएर मात्र काम चल्दैन, हामी लिभरेज पनि हुन सक्नुपर्छ जसरी इजरायल र ताइवान हुँदैछन्। जसरी हामीलाई अहिले नेपालको भूगोल सानो भएको र जनसङ्ख्या थोरै भएको भएर हामी कमजोर छौँ भन्ने जुन मानसिकतामा राखिएको छ त्यो मानसिकतालाई इजरायलको यो कहानीले चिर्ने गर्दछ। किन भन्दाखेरि इजरायल हामीभन्दा 7 गुणा सानो देश र हाम्रो काठमाडौँ जत्रो जनसङ्ख्या भएको देशले यो संसार थरथरमान बनाइरहेको छ। अमेरिका, इन्डिया, चाइना जस्तो देशलाई आफ्नो इसारामा नचाइरहेको छ। त्यसबाट आत्मनिर्भर हुनु मात्र काफी छैन साथी हो, त्यसको लागि हामीले लिभरेज पनि ल्याउनु पर्ने हुन्छ र तब मात्र हाम्रो देशलाई, हामीलाई यो संसारमा रेस्पेक्ट मिल्दछ, तब मात्र हामी यो संसारमा एउटा शक्तिशाली देशको रूपमा चिनिनेछौँ। That's all for my side today guys. Thank you very much. Namaste.